सर्वप्रथम त सबैजनालाई झोलिएर नि नमस्कार नमन चाहन्छु सधैँको बसेमा। आज मध्यतीर्थ आजको दिन स्वदेशमा हुनेहरू अनि आफूलाई जन्म दिने आमा हुनेहरू त आफ्नो आमाको मुहार हेरेर मिठा मसिना खानेकुराहरू दिएर आमासँग मिठा मिठा कुरा गरेर आजको दिन बित्यो होला बितायो होला। आमा हुनेहरूको लागि एउटा आमासँग भेट्न पाउने खुसी साट्न पाउनेहरू त धेरै नै खुसी भयो होला आजको दिन। तर जसको आमा हुनुहुन्न उहाँहरूको लागि भने आजको दिन औँसीको कालो रात जस्तै बनेको छ। हो, औँसीको कालो रात जस्तै बनेको छ। आमा हुनेहरू अनि आमालाई भेटेर खुसी साट्ने साथीहरूलाई पनि ह्याप्पी मदर्स डे भन्न चाहन्छु। र जसको आमा हुनुहुन्न आमाको सम्झनामा पूजा गर्दै आमाको यादमा तडपिँदै रुँदै आजको दिन बितायो होला बित्यो होला। के गर्नु, यो भाग्यको कुरा भनौँ या दैवको खेल भनौँ या के भनौँ, मृत्यु निश्चित छ। जन्मपछि मृत्यु निश्चित छ। जाने बाटो त एउटै हो, सबैको ढिलो छिटोको कुरा मात्रै फरक हो। ढिलो छिटोको कुरा मात्रै हो। कसैलाई मातापिता आउँछ हर्षको वर्ष भयो भने कसैलाई आशाको वर्ष भयो। जे जस्तो भए पनि आजको दिन कोही रमाएर कोही रोएर बित्यो होला। सबैजनालाई मिस हुन चाहन्छु। सबै नेपाली सबै आमाहरूलाई मिस हुन चाहन्छु। यति भन्दै आजलाई छुटिन चाहन्छु। नमरे बाजे कल्ले साँचे फेरि पनि भोलिका दिनहरूमा भोलिका बसाइमा तपाईँहरूसँग मिठो कुराकानी गर्नको लागि जोडिन्छौँ। धन्यवाद।